मैले निर्वाचनमा नजाने मानिसहरूलाई खोजेको। निर्वाचनमा जाने भने त निर्वाचनमा गइहाल्छन्, अनि काम के हुनु? अनि काम त हुँदैन। त्यसैले गर्दाखेरि बरु निर्वाचनमा नजाने खालको इन्डिपेन्डेन्ट क्यारेक्टरको, अनि हामीले अहिले त हाम्रो संविधान अनुसार त जाति जनजाति सबै हामीले लिनै पर्छ। त्यो खोज्दाखेरि चाहिँ र एकदम स्वतन्त्र व्यक्तिहरू खोज्दाखेरि चाहिँ मलाई अलिकति समय लागेको। हाम्रो केही साथीभाइहरू हुनुहुन्छ हामीलाई कोअपरेट गर्नेहरू, हामी उनीहरूलाई सोधिरहेछौँ, त्यसैबाट होमवर्क गरिरहेछौँ। यो उहाँ कस्तो हो, उहाँ कस्तो हो, के खालको हो, अनि फेरि सोधो उहाँलाई। इच्छा छ कि नै त्यो पनि सोध्नु पर्यो। त्यही सोधेर चाहिँ हामीले तीनजनाको त अहिले फत्ते गरौँ। अब हाम्रो नेम लिस्टमा चाहिँ अलिकति अरू पनि काम बढी भएको हुनाले त्यतातिर लाग्नाले यतातिर लागेका छैनौँ। जसलाई इच्छा छ, जो चाहिँ एउटा खुसी साथ यतिखेर मद्दत गर्छ। यो त अभियान हो नि, यो खालि निर्वाचनको अभियान हो। यसमा चाहिँ निर्वाचनमा हामी कहीँ पनि त्यस्तो मिस्टेक नहोस् र ती सबै साथीहरूले सहयोग गरेर एउटा राम्रो सरकार बनोस्, संसद पनि राम्रो होस् भनेर हामीले त्यो सोच राखेर धेरै होमवर्क गरेको।